हेलो नमस्ते नमस्ते आइचन भ्लग 2 मा फेरि सबैलाई नमस्ते भन्न चाहन्छु। मैले धेरै दिन भएको थियो मैले फेरि मेरो आफ्नो कन्टेन्ट नहालेको सब्जीको र आज मेरो काम चाहिँ हेर्न सक्नुहुन्छ। सब्जीको आज टमाटर मैले 100 को 4 किलो दिएको छु। यो चाहिँ मैले 50 रुपैयाँ किलो दिएको छु। यो पनि मैले 60 रुपैयाँ किलो दिएको छु। मुला भेन्डी हेर्न सक्नुहुन्छ 130 रुपैयाँ किलो, करेला 130 रुपैयाँ किलो, किलो ल्याइदिएको। पाउले 40 रुपैयाँ पाउ। काँक्रो हेर्न सक्नुहुन्छ 100 को 2 किलो र बन्दा हेर्न सक्नुहुन्छ 100 को 3 किलो, किलोले 50 रुपैयाँ। सिमला खुर्सानी भन्ने पनि हेर्न सक्नुहुन्छ हजुरहरूले। यसलाई मैले 50 रुपैयाँ किलो दिएको छु। गाजर 50 रुपैयाँ किलो हेर्न सक्नुहुन्छ। सबै कुराहरू यहाँ सब्जीहरू छ आइचन भ्लग 2 मा। मेरो काम चाहिँ सब्जीहरू गर्छु र हेर्न सक्नुहुन्छ आजको रेटहरू मैले भनिसकेँ। र टमाटर किलो लानेलाई चाहिँ 30 रुपैयाँ किलो, 100 को 4 किलो, हिजोसम्म 100 को 5 किलो दिएको। आज अलि बढेको छ, घटबड भइ नै रहन्छ। गाह्रो र पिरो नमान्नु होला भन्न चाहन्छु। र यता हेर्न सक्नुहुन्छ हाम्रो देवचुली डाँडो, हाम्रो यो देवचुली नगरपालिका हो। र सबैजनाको आजको दिन राम्रो बिताओस्, भगवानले हजुरहरूलाई सबैलाई आशीर्वाद दिनुभएको होस् र शुभ रहोस्। जहाँ हुनुहुन्छ देशमा विदेशमा छरिएर बस्नुभएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई नयाँ वर्षको अग्रिम शुभकामना। अब नयाँ वर्ष नि आउँदैछ र सबैजना खुसी रहनु होला। दुःख भनेको त हेर्नु जीवनमा भइ नै रहन्छ। दुःख पछि सुख आउँछ, सुख पछि फेरि दुःख। दुःख त जीवनभरि जीवनको साथी हो, सुख भनेको पाहुना हो। त्यस्तै चाहिँ सबै खुसी रहनु होला, सुखी रहनु होला, आफ्नो ख्याल गर्नु होला। भगवानले हजुरहरूलाई रक्षा गर्नुभएको होस् र सबैलाई धन्यवाद भन्दै आजको भिडियो यहीँ टुङ्ग्याउँछु। धन्यवाद।